नमस्ते सबैलाई मेरो नाम रिजन थापा र म आज चाहिँ हजुरहरूको नयाँ ब्याचलरको बिआइटिएम कोर्सको नयाँ टिचर अथवा अनलाइन टिचर भन्नुहोस् अथवा युट्युब टिचर जुनमा चाहिँ मैले चाहिँ हजुरलाई म्याथको सम्बन्धी सम्पूर्ण ज्ञानहरू दिनेवाला छु। त्यसैलाई अन्तिमसम्म हेर्नु होला। हाम्रो बिआइटिएम ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्टमा हामीले पढ्नुपर्ने 5वटा सब्जेक्ट मध्ये हामीले पढ्न गइरहेको छौँ म्याथमा धेरै नै टपिकहरू छन् र सिलेबसहरू छन्। तीमध्ये फर्स्ट च्याप्टर अथवा फर्स्ट युनिट भनेको हाम्रो सेट एक्टिभिटिज पर्छ। आज हामी त्यसैको बारेमा कभर गर्नेवाला छौँ, त्यसैले अन्तिमसम्म हेर्नु होला। बेसिकली सेट भनेको के हो पहिला त्यो बुझौँ। सेटको डेफिनेसन के हो र सेट किन युज हुन्छ, सेट हामीले किन पढ्नुपर्छ र सेट कहाँ कहाँ युज हुन्छ। सेट भनेको एउटा कलेक्सन अफ वेल डिफाइन्ड अब्जेक्ट हो। यसको भन्नुको मतलब कुनै पनि एउटा अब्जेक्ट भित्र रहेको मेम्बर्स अथवा एलिमेन्ट्सहरू चाहिँ वेल डिफाइन्ड भनेको पहिलेदेखि डिफाइन भएको, त्यसकोलाई चाहिँ हामीले सेट भनिन्छ। फर इक्जाम्पलको लागि AEIOU भनेको हाम्रो इङ्ग्लिसको अल्फाबेट हो र अल्फाबेट मध्येबाट पनि यो के हो भवेल अल्फाबेट हो। अल्फाबेट AEIOU भनेको चाहिँ डिफाइन गरिएको छ, पहिलेदेखि डिफाइन भएको छ, त्यसलाई चाहिँ हामीले सेट भनिन्छ। ग्रुप यो एउटा के हो, ग्रुपमा चाहिँ नि त भवेल लेटरको ग्रुप के हो भन्दाखेरि त्यहाँभित्र पर्ने एलिमेन्टहरू के हो भन्दाखेरि AEIOU भनेर कमनली हामीले जानेको कुरा हो। यसै गरी एउटा वेल डिफाइन्ड अब्जेक्ट के हुन सक्छ, युनिभर्समा भएको प्लानेट 9 प्लानेटहरू छन्, 9 प्लानेट्सहरू त्यो पनि एउटा वेल डिफाइन्ड हो। सोलर सिस्टमभित्र पनि मिल्की वे ग्यालेक्सीमा भएको प्लानेटहरू कतिवटा छन्, 9वटा, त्यो पनि वेल डिफाइन्ड हो, पहिलेदेखि डिफाइन भएको छ। त्यस्तै गरी कलेक्सन सेट भनेको के हो, कलेक्सन इक्जाम्पलको लागि मैले लेख्दैछु। सेट भनेको एउटा वेल डिफाइन्ड कलेक्सन अफ अब्जेक्ट हो, जुनमा चाहिँ इक्जाम्पलको लागि चाहिँ AEIOU यो एउटा वेल डिफाइन्ड अब्जेक्ट हो। AEIOU भनेको के हो, भवेल लेटर हो भने जस्तै। त्यसै गरी अर्को इक्जाम्पल छ इभन र अड नम्बर। इभन नम्बर, मलाई इभन नम्बर 1 देखि 10 सम्म अथवा 20 सम्मको
चाहिँ इभन नम्बर देऊ भन्दाखेरिमा हजुरहरूले मलाई इभन नम्बरहरू दिनुहुन्छ, जस्तो कि 2, 4, 6, 8, 10, 12, 14, 16, 18 र 20 हो। त्यसलाई नै हामीले के भनिन्छ, त्यो डिफाइन भयो नि त, हामीले डिफाइन गरियो नि त, त्यसलाई नै हामीले सेट भनिन्छ। त्यसै गरी अड नम्बरमा पनि त्यही हो, मलाई 1 देखि 20 सम्मको अड नम्बर देऊ भन्दाखेरिमा तपाईँले 25, 27 त भन्नुहुन्न। 1 देखि 20 सम्म रहेको अन्तर्गत जुन जुन इभन नम्बर अड नम्बरहरू छन् त्यो मात्रै हजुरले मलाई दिनुहुन्छ नि हो, त्यसलाई नै हामीले वेल डिफाइन भनिन्छ। सेट भनेको हामीले डेली लाइफमा युज गरिन्छ, जस्तै कि मलाई एउटा खानाको सेट दिनुहोस् होइन, जसमा चाहिँ दाल, तरकारी, अचार, साग, आलु, गोबी हुन्छ, त्यो पनि एउटा सेट हो नि त। त्यहाँभित्र पनि के परेछ पहिलेदेखि डिफाइन गरिएको छ, भात छ, अचार छ, तरकारी यताउता छ, सबै सेटभित्र पऱ्यो नि त, त्यो वेल डिफाइन भयो। त्यसै गरी अनि जस्तै कि हाम्रो घरहरूमा पनि युज भइरहेको हुन्छ, जस्तै कि आफू ऐनामा हेर्दा होइन, मेरो कपाल सेट भएन यार के भनिन्छ नि हो, त्यसलाई नि हामीले त्यसलाई पनि सेट भनिन्छ। सेट यो चाहिँ अलिकति भिन्नै भयो होइन। र सेटभित्र चाहिँ हामीले मेनली बिआइटिएम कोर्स अन्तर्गत रहेर फर्स्ट सेमेस्टरमा पढ्नुपर्ने भनेको हामीले सेट भनेको के हो डेफिनेसन त्यो जान्नु पर्यो, र सेट किन युज हुन्छ, र सेट कहाँ युज हुन्छ, सेट हामीले युज गरेर के पत्ता लगाउन सकिन्छ, आज त्यही बारेमा छलफल गरौँ है त। सेट किन युज गरिन्छ, कुनै पनि एउटा ग्रुप अथवा कुनै पनि एउटा अब्जेक्टलाई डिफाइन गर्नको लागि हामीले सेट युज गरिन्छ। र सेट यो कहाँ युज हुन्छ, सेट धेरै ठाउँहरूमा युज हुन्छ, हाम्रो डेली लाइफमा युज हुन्छ, जस्तै कि हाम्रो डेली लाइफहरूमा पनि युज भइरहेको हुन्छ, डेली लाइफहरूमा युज भएको हुन्छ, अनि हाम्रो कलेज स्कुल लाइफमा पनि युज भएको हुन्छ। मलाई फर्स्ट सेमेस्टरको सबै विद्यार्थीहरू चाहियो भन्यो भने बिआइटिएम कोर्स अन्तर्गत रहेको सबै विद्यार्थीको लिस्ट चाहियो भन्यो भने त त्यो वेल डिफाइन हुन्छ नि त। कुनै एउटा मान्छेले त्यो बिआइटिएम कोर्सको फर्स्ट सेमेस्टरको मात्रै लिस्ट मात्रै लिएर आएर दिन्छ नि त हो, त्यसलाई नै हामीले के भन्छ सेट वेल डिफाइन सेट भनिन्छ। यो धेरै ठाउँहरूमा युज हुन्छ होइन, यो चाहिँ हाम्रो बेसिक कन्सेप्टको लागि चाहिँ पढ्नुपर्ने हो है। सेटभित्र पनि थरीको सेटहरू हुन्छन्, जस्तै कि सेटभित्र हामीले अरू हेऱ्यौँ भने इम्पोर्टेन्ट टर्म्सहरू है, इम्पोर्टेन्ट टर्म्स भनेपछि कि हामीले अब त्यहाँभित्र छुटाउन नहुने कुरा अथवा बिर्सिनु नहुने कुराहरू भनेको चाहिँ, जस्तै कि मानौँ एउटा कुनै लेटर छ, भी भित्र के पर्छ, ए ई आई ओ यु। हामीले भी भनेको भवेल लेटर हो होइन, र यहाँभित्र जुन पनि यो अल्फाबेटिक वर्डहरू पढेको नि हामीले यिनीहरूलाई के भनिन्छ थाहा, इलिमेन्ट भनिन्छ, ELEMENTS इलिमेन्ट्स भनिन्छ है। यो चाहिँ हामीलाई छुटाउनु नहुने कुरा, नोटेसन यो भइहाल्यो होइन। इलिमेन्ट्स भनेर चाहिँ हामीले चाहिँ यिनीहरूलाई गरिन्छ AEIOU, यो कर्ली ब्राकेटभित्र परेर नि जुनसुकै नम्बर अथवा अल्फाबेटिक अर्डर अथवा के हुन्छ त्यो सबैलाई हामी के भन्छ इलिमेन्ट भनिन्छ। भीको इलिमेन्ट के हो भनेर सोद्धाखेरिमा चाहिँ AEIOU हो भन्न सक्नु पर्यो।
र अनि अर्को दोस्रो कुरा इम्पोर्टेन्ट टर्म्स भनेको यसको इम्पोर्टेन्ट टर्म्स भनेको अर्को धेरै ठाउँमा युज भयो होला हो यस्तो सिम्बल यो भनेको चाहिँ बिलोङ्स टु को सिम्बल हुन्छ भनेको जस्तै कि 3 बिलोङ्स ए भनेको मतलब 3 चाहिँ ए भित्र पर्ने इलिमेन्ट हो भनेको यो भनेको बिलोङ्स टु हो बिलोङ्स टु भनेको कुनै पनि हामीले ए भित्र चाहिँ 3 इज बिलोङ्स टु ए भनेको चाहिँ ए भित्रको सेटमा चाहिँ हाम्रो के पर्दो रहेछ भन्दा 3 पर्दो रहेछ भन्ने कुरा चाहिँ थाहा भयो र यसकै गरी अझ एउटा सिम्बल हुन्छ यसलाई नै अब हामीले यसरी काटिदियौँ भने यो डज नट बिलोङ्स टु हुन्छ इक्जाम्पलको लागि ए 3 अथवा 4 डज नट बिलोङ्स टु PRIM प्राइम नम्बर यसको भन्नुको अर्थ प्राइम नम्बर भित्र चाहिँ यसको अर्थ प्राइम नम्बर भित्र चाहिँ 4 भन्ने नम्बर पर्दैन भनेको 4 भन्ने अथवा 4 भन्ने इलिमेन्ट पर्दैन भनेको है यदि कन्सेप्ट बुझौँ बिलोङ्स र डज नट बिलोङ्स र अनि अर्को के हुन्छ भन्दा हो यस्तो खाले सिम्बल थोप्लो यसलाई सच द्याट भनेर गरिन्छ हामीले यो पछि गर्नेछौँ एक्सर्साइज अथवा इक्जाम्पल गर्ने बेला अब सेट हामीले पढियो सेट भनेको के एउटा वेल डिफाइन अब्जेक्ट हो र सेटमा चाहिँ धेरै नै इम्पोर्टेन्ट टर्म्सहरू हुन्छन् त्यसै गरी सेटहरूको पनि टाइप्सहरू हुन्छन् सेटहरूको टाइप भन्नु खोजेको इक्जाम्पलको लागि सेट टाइप्स अफ सेट भित्र सुरुमा पर्छ इम्पिटी सेट भनेको खाली अथवा नल सेट पनि भन्छ यसलाई हामीले सिम्पली डिनोट गर्ने हुन्छ 0/ यस्तो यसले चाहिँ डिनोट गरिन्छ अथवा हामीले लेख्दाखेरि ए इक्वल्स टु खाली यो भनेको इम्पिटी यसलाई नल सेट पनि भन्छ है र अर्को नम्बरमा फाइनाइट सेट भनेको चाहिँ के हो पर्यो भन्दा तपाईको फाइनाइट सेट भन्ने बित्तिकै कुनै पनि सेट भित्र चाहिँ फाइनाइट गरिने एलिमेन्टहरू इक्जाम्पलको लागि ए इक्वल्स टु 2 4 6 थियो यो चाहिँ फाइनाइट सेट हो यो कसरी फाइनाइट भयो भन्दा 2 4 6 यो चाहिँ फाइनाइट भनेको यिनीहरूको चाहिँ के भन्छ यिनीहरूको फाइनल इलिमेन्टहरूलाई हामीले फाइनाइट सेट भनेर गरिन्छ 2 4 6 है जसले कि अब मानौँ ए इज इक्वल्स टु 2 4 6 इन्फिनिटी भयो भने यो के हो इन्फाइनाइट सेट हो यो भनेको फाइनाइट सेट हो यो भनेको इन्फिनिटी सेट हो इन्फिनिटी भनेको हामीले
यसको फाइनल भ्यालु नभएको अथवा अनडिफाइन्ड भएको इन्फिनिटी भनेको कतिसम्म गइरहेको त कसैलाई पनि थाहा हुन्न, त्यसले यसलाई इन्फाइनाइट सेट पनि भनिन्छ। र अर्को कुरा भनेको अब अर्को इक्वल सेट भनेको नि हुन्छ। बेसिकली यो चाहिँ धेरै ठाउँमा युज हुन्न। इक्वल सेट भनेको हाम्रो कुनै पनि इक्वल भनेको के हो? बराबरी होइन। इक्वल भनेको के हो? बराबरी हो। नोटेसन यस्तो हुन्छ। सेट इक्वल सेट भनेको जस्तै ए भन्ने एउटा सेट र बी भन्ने सेटमा इक्वल एलिमेन्ट छ भने त्यसलाई हामीले इक्वल सेट भनिन्छ। अब हामीले यति साह्रो पढ्यौँ। अब सेट चाहिँ हामीले चाहिँ म्याथमेटिकल उयसमा चाहिँ कसरी लेख्ने, अपरेसन कसरी गर्ने, अब यो मात्रै भएर त भएन। इक्जाममा क्वेसन सोधिने भनेको सेट भनेको के हो र सेटमा कुन टर्म्स इम्पोर्टेन्स भनेर सोध्दैन। हामीले सेटलाई कसरी अपरेट गर्ने भन्ने कुरा चाहिँ थाहा हुनु पर्यो। त्यसैले हामीले अबदेखि सेट अपरेसनमा जाँदैछौँ। सेट अपरेसनमा धेरै नै थरीको टर्म्स र कन्डिसनहरू हुन्छन्। सेट अपरेसन भित्र हामीले मेनली थाहा हुनुपर्ने कुरा भनेको यु, यसलाई हामीले युएनआइओएन युनियन अथवा ए युनियन बी, युनियन भनेर हामीले पढ्छौँ र टुमा हाम्रो धेरै नै तरिका छन्। पहिला यो भनेको के हो त्यो बुझ्छौँ है। ए युनियन बी भनेको चाहिँ तिम्रो ए इजिकल्स टु 1 2 3 4 यति एलिमेन्ट र बी भन्नेमा मानौँ यहाँ अहिले चाहिँ 1 मा 1 र 3 पढे र बी मा चाहिँ 2 5 6। अब तिमीले ए युनियन बी भनेको चाहिँ के हो त्यो कुरा बुझ्नको लागि एमा भएको एलिमेन्ट पनि र बीमा भएको एलिमेन्ट पनि एउटै ठाउँमा लेख, तर रिपिट हुन भएन। त्यसलाई नै हामीले युनियन भनिन्छ, ए युनियन बी। इक्जाम्पलको लागि हामीले हेरौँ 1 छ एमा 1 छ होइन। अनि अब त्यसपछि सिक्वेन्स वाइज देख्दाखेरि राम्रो 1 छ, त्यसपछि बीमा चाहिँ के छ 2, अनि एमा के छ 3 4 र 5 मा 6। ए युनियन बी भनेको चाहिँ तिम्रो के पर्यो भन्दा ए र बीमा भएको सेटहरू दुईटैलाई चाहिँ एक ठाउँमा लेख्नेलाई ए युनियन बी भनिन्छ। यदि इनकेस होइन, इनकेस के भइदियो भन्दा 1 2 4 र 6 भयो, बी भन्ने सेटमा चाहिँ के भयो भन्दा 5 6 भयो। अब यस्तो खण्डमा हामीले के गर्ने, ए युनियन बी भनेको हाम्रो के हुन चाहन्छ भन्दा पहिला सिक्वेन्स वाइज भनेपछि माथिबाट 1 2 3 4 6 छ होइन। अब यो लेख्ने 1 2 4 अनि 4 अनि 5। अब यहाँ हेर्नुहोस्, यहाँ एमा पनि 6 छ बीमा पनि 6 छ। हामीले दुईचोटि लेख्नु भएन, हामीले यिनीहरू दुईटालाई एकैचोटि लेखिन्छ र हाम्रो काम
सिद्धिन्छ वानमा चाहिँ है।